हामी फेरि आएको छौँ भेन्यूमा हाम्रो सुटिङ भेन्यूमा अनि केटाहरू फेरि यहीँ छ मिस्टर सवेन्ला फ्रन्ट सिटमा को छ भन्दैन फ्रन्ट सिटमा हाम्रो भाइ सवेन्ला Hey guys, welcome back to my new episode अनि हामी फेरि आएको छौँ भेन्यूमा हाम्रो सुटिङ भेन्यूमा अनि केटाहरू फेरि यहीँ छ मिस्टर सवेन्ला मिस्टर अभिनय मिस्टर सबैजना छौँ अनि हामी चाहिँ यहाँ कन्टेन्टलाई सोचिरहेका छौँ ल आज चाहिँ हामी घर चलो एक्टिभिटी गर्दैछ होइन नोबल ओके नोबलको कुन चाहिँ हो ग्रिन हो भनेपछि यो पर्पल येजुको हो येजु अगाडि रहेछ त हौ उयो भन्दै उयो गर्नुपर्छ है ल सार्नुपर्छ है 1 अब कतिमा पुग्छ येजु हो त्यसरी ओके लु है ड्र भयो है दुईजना बराबर 20 मा चाहिँ होम पुग्छ हामी 3 आयो ओके Noble also got 3 okay 2 okay ले तब छैन त अन्त त्यो टाल्दैन येजु त्यसलाई टाल्नुस् न मजाले पहिला टाल्नुस् त एकछिन ओके त्यतिकै छोडिदिनुहोस् त्यसलाई मजाले टाल्नुहोस् त गो एन्ड गेट वाटर फर्स्ट बाहिर गएर हिजोको 2 आएको चाहिँ नोबलको 0 आएको थियो सो नोबलले सार्नु पाएन हिजोको कहाँनिर थियो याद छ लु कम इन गर्नुहोस् त 15 मा थियो ओके ले Okay, Lunobole GT. Come on, Yesu. 1. Okay. Come in. Oh, 15 ma Noble. Okay. Look. Oh, mom. You got 3. Highest one. 18. Abba Noble, how much you need to reach home? 2. 18. Hold on. Abba Yeju like kati you need to reach home. Kati? 2. You need 2. Okay. Noble ko? Noble also need 2, but this time he got 0. Come on, 2. Le Yeju reach home first. Now Noble turn. You also have to reach home, okay? 1. 19. Again 1. You need 1. 3. Beshi bhayo. 2. 2 also beshi bhayo. 2. Again 2. 1. दुईजनाकोमा फेरि हिडन ट्यालेन्ट रहेछ हौ अब येजुले गर्छ फर्स्टमा येजु फक्स सियाल कसरी कराउँछ रे अरू के हुन्छ येजुले त्यति नोबल पिकअप कसरी कराउँछ रे फेरि गर्नुस् त फिङ्गर चाहिँ दुईजनाले खतरा गर्छ है हेर्नुहोस् है कोले सक्नुहुन्छ च्यालेन्ज चाहिँ हाम्रो स्टुडेन्टकोबाट हेर्नुहोस् त आम्मा र अब चाहिँ हामी कन्टेन्टलाई सोचिसकेका छौँ अब हामी सुट गर्नेवाला छौँ अनि अब सबैलाई कतिको छ जोस एकदम ताजा अनि आज चाहिँ फ्राइडे हो अनि फ्राइडे कटेज फेलोसिप पनि छ अनि हामी छिटो गरेर निस्किनु पर्ने छ अनि कटेज फेलोसिप चाहिँ 7 लाखमै हो के तयार गरेको छ आज सिक्रेट हो त्यो स्पेशल एकदम स्पेशल हो स्पेशल आज चाहिँ 7 लाखमा संगति हामी गर्न जान्छौँ अनि अतिथि संस्कार चाहिँ अब 7 लाखले कसरी गर्ने हो त्यो चाहिँ 7 लाख सिकाइछ स्पेशल आज अनि 7 लाखमा चाहिँ गाईको फार्म छ दही खुवाउँछ होला त्यसले
फेरि यता प्रोटिन भनेपछि हो हल्का दुधबाट प्रोटिन पाउँछ प्रोटिन तल 6 ग्राम कसै अब कसै छ भने मलाई मिठाईहरू नल्याइदिनुहोस् होइन प्रोटिनको कुरा ल्याइदिनुहोस् प्रोटिन मात्रै म चाहिँ प्याकेटको कुरा खानु छोडेको त्यो पनि भनिदिइराखेको कोही अब मलाई मिठाईहरू ठिकै हो मिठाईहरू दिनु चाहनुहुन्छ होइन हिजोको सम्झना आयो नि कुरकुरे त दुईटा मात्रै खाएको कि छैन प्लास्टिकमा त हो त्यही मात्रै सम्झेर मात्रै हाँसेको न खानु चाहिँ तैँले छोडेकै हो मलाई याद छ कि यता हाम्रो निश्चल प्रोटिन कतिको छ भन्छ निश्चलको चाहिँ प्रोटिन खुवाइ हुँदैछ है चिनीको गुलियो बनाएर के खानु साह्रो पर्यो अब चाहिँ हाम्रो भिडियो सुटिङ हुन्छ अनि आज चाहिँ अलिकति भए पनि छिटो आएको छौँ हामी अहिले आज त 3-4 बजे तपाईको ब्लकै गर्न अल्छी लागिरहेछ हौ किन स्ट्यान्डै छैन रहेछ के गर्नु स्ट्यान्डै छैन नि मेरो यतिमा होल्ड गर्नुपर्छ हो म पनि त्यो स्ट्यान्ड चलाउने बानी भएर चाहिँ के भन्छ अलिकति भए पनि फेममा निकाल्नै साह्रो पर्छ हातमा त पुरा अल्छी हातमा त पुरा अल्छी लाग्छ गर्दिन आज त्यसैले आज नगरेको स्ट्यान्डमा ए बाहाना बाना पनि हुनु चाहिँ हो कि बाना हो कि तर त्यो स्ट्यान्डमा चाहिँ फेम राम्रो निक्लिन्छ मजा आउँछ स्ट्यान्डमा पक्रिनु पनि क्या त सत्य स्ट्यान्ड त लिएको छु मेरो कि, फेरि अब के केटाहरूले स्ट्यान्ड चाहिँ लिएको छु मैले हो तर के गरेको छ भने केटाहरूले उयो मात्रै डन्ठा मात्रै आइरहेको छ यहाँ माथिको मेरो पनि थियो स्ट्यान्ड मैले पनि लिएको भए हुन्थ्यो सा फोन होल्डरै छैन मेरो पनि थियो नि स्ट्यान्ड एमसी स्ट्यान्ड थियो होइन छ मेरो स्ट्यान्ड सेल्फी स्ट्यान्ड पुगेर आउँछ सबैको कम्बिनेसन छ हल्का अम्बकको काटेर चाहिँ लाबर टुप्पामा राखेर चाहिँ यसले बान्नुपर्छ भने होइन छ मेरो अम्बकको के भए लिपेको काटेर चाहिँ हामी अर्ग्यानिक सबैभन्दा अलिक अग्लो छ साथीको दोकान चाहिँ बमले उडाइदिन्छ केटाहरू साह्रै जिस्किन्छ कि साला र गाइस वी आर अलमोस्ट डन अनि हामी कन्टेन्टहरूलाई बनाउँदै सोच्दै बनाउँदै गर्दैछौँ अनि यहाँनिर हाम्रो आर्टिस्टहरू हाम्रो एक्टरहरू भनौँ न अनि दे आर बेस्ट अफ द बेस्ट दे ओन्ली टेक थाउजन्ड्स अफ के भन्छ टेक एन्ड गिभ वान बेस्ट भयो र गाइस आजको भिडियो सुट चाहिँ सबै सक्यो अनि अब चाहिँ हामी घर जाँदैछौँ अनि हाम्रो केटाहरू पनि यहाँ छ के भन्नु छ मिस्टर अभिनय हाम्रो भिडियोहरू दामी भएको छ होइन तपाईँहरूले फेसबुकमा अनिल राई अफिसियलमा रिल सेक्सनमा हेर्नु सक्नुहुनेछ आज भोलिमा भित्रमा आउनेछ अनि तिम्रो त्यो घाँटीमा चाहिँ के हो यो घाँटीमा चाहिँ अहिले भन्नु हुँदैन सिक्रेट निश्चल कस्तो भएको छ आजको दामी दामी भयो कन्टिन्यू चाहिँ हाम्रो केटाहरू चाहिँ अनि मिस्टर सबिनला निश्चलको नाक चाहिँ दामी रहेछ अरे अब त्यो चाहिँ अब स्क्रिप्टेड भिडियो पनि होइन त्यो नेचुरल भिडियो क्या हो त स्क्रिप्टेड र अब हामी चाहिँ निस्किन्छौँ हो अनि आज चाहिँ फेलोसिप पनि छ अनि फेलोसिप सबिनलाकोमा छ अनि अब हामी फेलोसिपको लागि अलिक छिटै निस्किएको अब त्यही हो गाइस भेट्दै गरौँ लड्नुको लागि नि वेलकम टु फिजिक्सवाला च्यानल ट्रोल भिडियो होइन हामी चाहिँ सुटिङहरू सकेको छ सकेर चाहिँ हामी जाँदैछ आफ्नो आफ्नो घरतर्फ गएर हामीहरू जानेछ सेवाकाईमा फ्रन्ट सिटमा को छ भन्दैन फ्रन्ट सिटमा हाम्रो भाइ सबिनला के भन्दै कतिमा किनेको अरे यहाँको टिकट तैँले आज मैले 150 रुपियाँ टिकट स्पेसल अन्त गाइस अब हामी चाहिँ के भन्छ घर सेवा हाम्रो मिस्टर सबिनलाकोमा छ अब हामी जानेवाला छौँ अन्त गाइस यो चाहिँ हाम्रो स्ट्रगलिङ फेस हो होइन अन्त यसो अल्छी लागेको बेला टाइम पास पनि हुन्छ अन्त त्यही हो भन्नु केही छैन